नमस्ते टसी लेख सम्पूर्ण मेरो युट्युब तथा टिकटकमा जोडिनुभएका मित्रहरू। आज फेरि म सानो भिडियो लिएर तपाईँहरूको सामु उपस्थित भएको छु र मेरो आजको भिडियोको शीर्षक रहेको छ 10 अकुशल कर्म र 10 कुशल कर्म। हामीले प्राय जस्तो पाप र धर्म चाहिँ हाम्रो यही शरीरबाट र वचन र मनबाट गरिरहेको हुन्छौँ। त्यस कारणले यी 10 कुशल र अकुशल कर्महरू हाम्रो यी शरीर मन र वचनबाट नै आउने गर्दछ। जस्तै कि हाम्रो शरीरबाट हुने सर्वप्रथम 1 नम्बरमा हत्या हुने, हैन, हत्या प्राणीहरूको हत्या गर्नु। त्यस्तै गरेर दोस्रो नम्बरमा चोरी अथवा डकैती गर्नु। तेस्रो नम्बरमा व्यभिचारी अर्थात् पर स्त्री तथा पुरुष सँग सम्बन्ध राख्ने। अनि त्यस्तै गरेर वचनबाट हुने 4वटा अकुशल कर्महरू झुट बोल्ने, दोस्रोमा चुक्ली लाउने, अनि तेस्रोमा अरूलाई अहित हुने खालको अर्थात् अरूलाई सुन्दाखेरि नमिठो लाग्ने भनौँ कटु वचन जस्तो नराम्रो शब्दहरू। त्यस्तै गरेर 4 नम्बरमा व्यर्थको कुराहरू गर्नु। अनि त्यस्तै गरेर मनबाट गर्ने 3वटा चाहिँ, अनि पहिलो नम्बरमा अरू जुन प्राणीहरू अर्थात् आफ्नो इष्टमित्रहरूलाई भनौँ नराम्रो होस् भन्ने नराम्रो खालको मन, हैन, हानि गर्ने मन। अनि दोस्रोमा चाहिँ लोभी गर्ने मन, जुन अरूको सरसामान देख्दाखेरि हामीले लोभ जाग्छ भने त्यसलाई लोभी मन हुन्छ। त्यसै गरेर तेस्रोमा चाहिँ अनि उल्टो दृष्टि अर्थात् उल्टो मन भनौँ न, हैन, राम्रो कुरालाई राम्रो नभनेर राम्रो कुरालाई नराम्रो भन्ने, धर्ममा के पनि छैन, हैन, अथवा पुण्य गरेर के पनि हुँदैन भन्ने खालको धर्म कर्ममा चाहिँ विश्वास नभएकोलाई उल्टो मन भन्छ। यो चाहिँ भयो 10 अकुशल कर्म। त्यस्तै गरेर 10 कुशल कर्म चाहिँ के हुन् भन्दाखेरि हाम्रो शरीरबाट जुन हत्या गर्न छोडेर चाहिँ प्राणीको ज्यान बचाउने, हैन, आयु जुन क्षेत्रहरू जस्तो गर्नेलाई पहिलो नम्बरको कुशल, हैन, कुशल कर्म। अनि दोस्रोमा चाहिँ जुन अरूको चोर्ने, हैन, डकैती त्यागेर चाहिँ अब अरूको सरसामान अरूलाई नसोधिकन नलिने, हैन, अथवा अरूलाई दान गर्ने जस्तो। अनि तेस्रो नम्बरमा चाहिँ व्यभिचारी त्यागेर आफ्नो गृहस्थी भइसकेपछि आफ्नो पुरुष, आफ्नो स्त्री, हैन, श्रीमान श्रीमती बाहेक बाहिरी सम्बन्धहरू अर्थात् जुन बाहिरी मान्छेहरू चाहिँ अब अन्य हुन्छ नि पुरुष स्त्रीहरूलाई आफ्नो दाइ अथवा दिदी बहिनीको रूपमा हेर्ने, हैन, त्यो चाहिँ शरीरबाट गर्ने तेस्रो नम्बरको कुशल, हैन, कुशल कर्म। त्यस्तै गरेर वचनबाट गर्ने पनि झुट बोल्न त्यागेर सत्य बोल्ने, जे छ त्यही कुरालाई सत्य बोल्नुपर्छ। त्यस्तै गरेर दोस्रो नम्बरमा चाहिँ अब अरूले चुगली लगाउन त्यागेर अरू नमिलेको छ भने पनि उनीहरू मिल्नको लागि हित हुने खालको राम्रो कुराहरू गर्नुपर्छ। त्यस्तै गरेर तेस्रो नम्बरमा अरूलाई नमिठो लाग्ने शब्दहरू त्यागेर नम्र शब्दहरू, हैन, नम्र भएर चाहिँ अरूलाई सुन्न मन लाग्ने, अरूलाई राम्रो खालको लाग्ने कुराहरू मात्रै गर्ने। त्यस्तै गरेर चौथो नम्बरमा जुन व्यर्थको गफहरू, व्यर्थको कुराहरू छोडेर चाहिँ आफ्नो जे काम छ, जे टपिकहरू हुन्छ, हैन, त्यही कुरामा मात्र बोल्ने, त्यो बाहेक अरू नचाहिँदो कुराहरू, हैन, अरूको कुरा काट्ने, अनि व्यर्थको कुराहरू के जौकहरू गरेर बसेर, हैन, समय बर्बाद गर्नेहरू त्याग्नुपर्छ। यो चाहिँ वचनबाट गर्ने 4वटा पुण्य कर्म। त्यस्तै गरेर त्यस्तै गरेर अब चित्तबाट हुने पनि जुन अरूले हानि हुने खालको भावना मन त्यागेर चाहिँ अरूले राम्रो होस्, हैन, अरूको राम्रो भएर जाओस् भन्ने खालको मन उत्पन्न हुने 1। अनि दोस्रो चाहिँ अरूको लोभ गर्न त्यागेर चाहिँ आफूमा जे छ त्यही कुराले चाहिँ सन्तुष्टि हुने, हैन, अरूको राम्रो भयो भने अरूले कमायो भने त्यसले
डाहा गर्ने होइन कि उसको जस्तो छ त्यो झन् राम्रो भएर जाओस् भनेर त्यसले अनुमोदन गर्ने खालको मन उत्पन्न गर्नुपर्दछ। त्यस्तै गरेर अब धर्म कर्ममा विश्वास नभएर उल्टो राख्ने छ भने त्यसले चाहिँ सही मार्गमा लगाउनलाई चाहिँ सही मार्गमा लाग्नलाई सही प्रकारको गुरुको चाहिँ सङ्गत गरेर होइन सही प्रकारको जुन कल्याण मित्रको शरणमा गएर चाहिँ अनि त्यसलाई धर्मलाई अँगाल्नुपर्छ होइन। धर्मै गर्नुपर्छ भन्ने छैन, तर कुशल कर्महरू गरेर चाहिँ होइन कुशल कर्महरू गर्न सक्यो भने अति उत्तम हुन्छ। अनि यो चाहिँ रहेको छ हाम्रो शरीर वचन र मनबाट हुने 10 कुशल र 10 अकुशल कर्महरू होइन। अब यो विस्तृत रूपमा अझै डिटेली गऱ्यो भने अलि लामो हुन्छ भिडियो। मैले आजको भिडियो यतिमै टुङ्गाउन चाहन्छु। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो मन परेमा लाइक कमेन्ट र सब्सक्राइब गर्न नभुल्नु होला।